ल हाम्रो नारीमा हेर्नु ल जेन्जी युवाहरू ल मजाले खट्नु रहेछ ल हाम्रो सरहरू यता खटिराख्नु भएको छ हाम्रो बहिनीहरू ल यता हेर्नु ल भाइ बहिनीहरू सबैलाई जय श्रमदान ल यो ढुङ्गा देऊ न यो ढुङ्गा देऊ यो ढुङ्गा ल यता हेर्नु एकपल्ट कुन चाहिँ ल त यहाँ खन्नु नि ल अब यहाँ बहिनी हेर यता माथि पाखै घोरी चाँडै घोरी यता हाम्रो अहिले यसै हामी पर्खाल लाउँदैछौँ यसरी यसरी पर्खाल लाउनुपर्छ है यस्तै ल जय श्रीरामदान ल ल बहिनी यतिको चाहिँ हुनुपर्छ है श्रमदाताहरू होइन होइन सर एकदम यतिको चाहिँ हुनु पर्यो क्या हजुर हुनु पर्यो नि के गर्नु त्यसको लागि होइन अब श्रमदाताहरू हामीले यत्रो ढुङ्गा हेर्ने यसरी ग्याप गेबिङ वाल गर्नुपर्छ गेबिङ वाल भन्छ होला रेसम्बा डाँडै भोरि पाखै भोरि पाइप पुर्ने काम भइरहेछ है तपाईँहरू पनि यो हप्ता भ्याउनु भएन अर्को हप्ता चाहिँ आउनु होला है धरानमा 2 लाख जनसङ्ख्या छ 2% मान्छे पनि आएको छैन सबै अल्छियाहरू छ कहाँबाट आएर यहाँ आएर श्रमदान गर्नुहुन्छ तपाईँहरू आउनु होला पानी चाहिन्छ बिहान उठ्ने बित्तिकैदेखि पानी चाहिन्छ पानी जुनसँगै पानीमा आउनु बिहान टोइलेट जाँदादेखि मुख धुँदा नुहाउँदा भात पकाउँदा लुगा धुँदा सब पानीको मात्रै काम छ आउनु है सबैजना अर्को हप्ता चाहिँ जय श्रीरामदान